ल हामी चाहिँ मालिका जानेछौँ है। ल के हो त उस के अरे मलाई चाहिँ यस्तो झोला बोकाइदिनु भयो गाडी आउँदैन रे ल ल अब माथि गएर गरौँ न यहाँ त यस्तै हो कि बाटो लामो हुन्छ यहाँबाट गऱ्यो गयो भने त मलाई चाहिँ मन्दिर जान चाहिँ धेरै रमाइलो लाग्छ त्यही भएर चाहिँ आज जाऊँ भनेको बुढोले चाहिँ जोस निकालिहाल्नु भयो तर झोला चाहिँ मलाई धेरै बोकाइदिनु भयो खानेकुरा नि आइन्छ लगभग अराउन्ड 3 देखि 4 घन्टा लाउँछ क्या बढीमा यत्रो बाटो चाहिँ भिडियो बनाएर साध्य छैन त्यही भएर अब यहाँ चाहिँ स्टप हुन्छ यहाँ त हेलो गाइज के खाएको यस्तो मैले खाने खानु त तर एकछिनमा धेरै पाकेको रहेछ चोराले मात्रै खान्छ होला नि यो के हरायो भन्छ त्यो चराले भुटी हरायो भन्छ ल तपाईँलाई काहिनीको मालिका खुट्टाले हिँडेर जाने हो गाडी बुक गरेको गाडीले धोका दियो हो र हिँड्दै जाने हो 100%मा 2% हिँड्यो भनौँ न हो न अझै छ 98% छ आज ओ ल यहाँ त गाईहरू पनि आएको त तपाईँको ठोक्का छोडेको मैले हो यो मान्छेको गाईहरू के हान्छ नचलाउन नगर भने हान्छ कि नचलाउनु ल यस्तो छ यो मालिका जाने बाटो हो हामी चाहिँ खुट्टाले हिँडेर जानेछौँ गाई सर्नुलाई तपाईँहरू पनि बाबा यहाँ के पाइन्छ अरे मागेको पुग्छ भने होइन यहाँ होइन यो त बल्ल 2% भनौँ न हिँडेर हो र अझ 98% छ त्यहाँनिर बिचरा मेरो बुढोले पानी बोक्नु भयो धौबा खाने बाखा कि नै के खानुभयो त बिहान अँसेलु कति त खानु भयो गाइस यस्तो छ मालिका जाने बाटो चाहिँ अँसेलु मलाई चाहिँ धेरै स्याहार आउँछ हिँड्ने खानु के को बुटा होला मौसम चाहिँ यस्तो छ है आज चाहिँ के बाबा यो काउली मान्छे बस्यो कि क्या पहिला यस्तो छ है गाडी आउनु होला सबैजना मागेको पुग्छ अरे यहाँ चाहिँ सर गाडी पनि जान्छ बाइक पनि जान्छ तर हामी चाहिँ पानी आएको भएर बाटो बनाउनु ला त्यही भएर चाहिँ बाटो अलि अप्ठ्यारो भएको कारणले गाडी चाहिँ आएन भोलि चाहिँ जाने अरे हामी चाहिँ खुट्टा लिनेर यात्रा गरिराखेको छौँ धेरै राम्रो छ नि यस्तो भए त को हिँड्दैन बाबा मेरो बुढो चाहिँ झोला बोके तर मलाई चाहिँ धेरै ठुलो झोला बोकाइदिनु भयो आफूले चाहिँ केही बोक्नु भयो नि त्यो पानी चाहिँ पाइँदैन नि त माथि पानी लिएर जानेछु गाइस यस्तो छ धेरै रमाइलो ठाउँ छ नि यो म्याग्दी कुन ठाउँ रे बाबा यो है यसरी गइन्छ के मन्दिर माथि चाहिँ जे माग्यो त्यही पुग्छ सबैजना आउनु होला यहाँ चाहिँ अब एकछिनपछि यस्तो सिरी चढेर हामी धेरै माथि आयौँ कति माथि आयौँ रे बाबा
3,000 वा माथि हाइटमा मालिका माईसँग भेट्न आएकी छौँ। रक्षा गरिदिनु हो सबैजनालाई। हेरेर भयो नि यसो जङ्गल छ यहाँ कुहिरो लामा यसरी जानुपर्छ। कु 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 गर्छ चराले। यस्तो चाहिँ हेर्नु गाइस के छ त्यो हेर्नुहोस्। यस्तरी सर हामी जाँदैछौँ। यसरी घुम्ने माथि के बाबा या देख्दा नि आँखा घुम्छ मेरो त। ल यहाँ नि ध्वजा बान्ने ठाउँ रहेछ। बुढो ध्वजा बान्नु। हे भाइ अबि के हो बाबा यो? मान्छे जान सक्छ? के होला न यो भित्र? पैदल यात्रा। आज पैदल यात्रा बिहान 9 बजे हिँड्या घरबाट। अझै पुग्न सुरसार छैन। 1 बजेर 10-11 मिनट गइसक्यो। अझै केही खाइया होइन। अझै पुग्ने थाहा छैन कति बजे पुग्छ। ग्यास हेर्नुहोस् यो चाहिँ यसरी जाँदैछौँ हामीले चाहिँ। Paran biru bolde tham. कुहिरोले ढाक्यो पुरै। Sorry. गरम पनि
3 बजे यार उठ लाने बांधे उठ जाने पहिला बांधे श्री गणेश जुत्ता राख्ने तर छ क्या हामीबाट कुनै गल्ती भए क्षमा गरिदिनुहोस् आफ्नै बच्चा सम्झेर हो खुसी हो शक्ति बिहान 9 बजीदेखि आएको हिँडेको मान्छेहरू 9 बजी भने छिटो फेरि धेरै हिँड्नु गयो 2 बजिसक्यो कहिले नै नभएर क्या त्यही यो एक जोडी चाहिँ पोल्टी र कालिका आमालाई यो एक जोडी चाहिँ जालिका आमालाई त्यहाँ उहाँ गणेशलाई चाहिँ पर छेउमा बाँधेर आएको कि बाँध्नु भयो त्यहाँ बानी यहाँ पनि बानी हुन्छ जालिका आमालाई पनि बाँधेको भए हुन्छ कालिका आमालाई एक जोडी बाँध्नुहोस् यो एक जोडी चाहिँ उता डिलमा त्यो घन्टी बजाउने घन्टी राखेको छ त्यसको बाँधिदिनु र यो एक जोडी त्यो घन्टीमा अनि पर त्यही घन्टीको पल्लोपट्टिमा नागदेउता भनेर लेखिदिएको छ त्यो नागदेउता भन्नेमा एक जोडी मैले त्यो नै सुनेको मात्रै हो अनि आज बिहान उठेर मात्रै मलाई यहाँ राख्नुहोस् न
यसरी त्रिशुलमा चढाउने तपाईँको नाम सम्झिनुहोस्, यसमा राख्नुहोस्, यसमा मैले अहिले सुनेको घरमा आएको छु, फेरि फेरि आउँदाखेरि सम्झिन्छु भनेर सम्झिनु, आफ्नो नाम सम्झिनु, गोत्र सम्झिनुहोस् है। घरबाट